सबैलाई नारायण भन्न चाहन्छु। देश विदेश बस्नुभएका बुवा आमा दिदी बहिनी सबैलाई केही सन्देशमूलक सन्देश दिन चाहन्छु आज मैले केही कुराहरू देखेँ यो कुराहरू हजुरलाई कस्तो लाग्छ देश विदेश बस्नुभएका बुवा आमाहरूलाई पनि तपाईहरुलाई सबै यो ब्रह्माण्ड पृथ्वी लोकमा हरेक प्राणी हरेक जीव जन्तुले पनि कस्तो माया कस्तो टिठलाग्दो कस्तो रूपहरू देखाउँछ एउटा बाँदरकै लीला सानो बच्चा त्यो बच्चा वनको एउटा जनावर देखिन्छ तर त्यसले के चिनाछ भने आमा भएको चराचुङ्गुली पशुपन्छी र आमा नभएको जीव जन्तु पशुपन्छी कस्तो हुँदो रहेछ भनेर त्यो सानो बाँदरले देखाएको छ के समाजमा यो समाजमा हरेक चीजहरू मैले यथार्थ भोगेको पनि छु यथार्थ बुझेको पनि छु र मैले त्यो बाँदरले जस्तो गरेर त्यहाँ एउटा गुडियालाई लिएर कस्तो गरेर रहिरहेको छ नि त्यो कस्तो गरेर त्यो देखाउँदाखेरि मलाई 18 पुराणमा मैले लागेको एउटा त्यो भन्न पनि म सक्दैन समाजमा सकेसम्म कस्तो व्यवहार गर्दो रहेछन् समाजमा सकेसम्म कस्तो लीला गर्दो रहेछन् तपाईहरुलाई आज मैले सत्य घटना सत्य हो हजुरहरुलाई म बताउन चाहन्छु 18 पुराण लाउँदाखेरि एउटा 18 पुराण लाएर यो संसारको लीला एउटा हनुमानले आएर सबै साथसाथ देखाइदिएका हुन् क्या र साथसाथ उनले पनि मलाई आमा भनेर उनी काखेर कस्तो व्यवहार गरेर समाजले त्यो बाँदरको अवस्था त्यो जौन विदेशमा त्यो एउटा बच्चा मान्छेको बच्चालाई माया गर्छन् जनावरको बच्चाहरूलाई ठाउँ ठाउँमा काट्दै खाँदै गर्छन् मानिसले यो समाजमा कति विकृतिहरू पनि फैलिरहेको छ धर्मको नाममा हरेक नबोल्ने पशुहरूको पनि बलि दिँदाखेरि मलाई साह्रै चित्त दुख्छ हिजो म अजान थिएँ हिजो मलाई केही पनि थाहा थिएन अजानमा गर्नु गल्ती र जानी जानी गर्नु गल्ती धेरै फरक पर्छ आज मैले हजुरहरूको समाजमा सत्यको कुरा नै गर्न चाहेको छु यो कुराहरू झुटो होइन 18 पुराण लाउने बेलामा श्रीकृष्ण भगवानले अर्जुनलाई जस्तो विश्व रूप देखाइदिनु भएको थियो भने धरती आमाले पृथ्वीको संसार विश्व रूप देखाइदिनु भएको थियो यो समाजमा एउटा मरेपछि घाट एउटै हो यो समाज एउटै हो भनेर चिनाएको छ भने मलाई 18 पुराण लाउने बेलामा भदौको महिनादेखि चैतको दुर्गा लाग्नेसम्म मैले यहाँ हेर्नुहोस् विश्वनाथ काशी बाट मैले सबै भक्तले 1 रुपैयाँ दिएको पैसाले मैले विश्वनाथ काशीबाट लिएको 18 पुराण लिएको छु यो मेरो नेपाली जनतालाई भोलि आउने अभिभावक भोलि आउने साना लालाबालाहरू धेरै ट्यालेन्ट हुन्छन् भनेर एउटा जे बोलेको थियो त्यो अदृश्य शक्ति दैविक शक्ति उत्पन्न भएको थियो त्यो शक्तिबाट स्वयं हनुमान मैले त्यो भदौको महिना पनि अग्निहोम भन्छन् नि नाभि भन्छन् यो नाइटो नेपाली उसमा नाभि कसैले नाइटो भन्छन् हरेक बोल्ने भाषा अनुसारको फरक होला त्यतिसम्म खाल्टो खनेर स्वयं त्यो अग्निको होम लाउने होम खाडी खोन्दाखेरि मेरो कम्मरको सम्मको एउटा होम खाडी खनेर त्यो भित्र गएर मलाई माटो खुवाउनु भएको थियो के धरती जननी पृथ्वी माताले त्यतिखेर मैले के वचन बोलेको थिएँ भने यो 18 पुराण त लाइन्छ यहाँ भावत त लाउने छु म रूपन्देही जिल्ला बुटोल भन्दा पश्चिम 20-25 किलोमिटर भित्र मैले 18 पुराण लाउँदाखेरि 8-9 महिना अग्निको माटो खाएर अग्निको माटो त्यो खनिसकेपछि माटो खुवाएर स्वयं विश्वमा पृथ्वी माताको शाश्वत रूप देखेको थिएँ त्यतिखेर के आवाज आएको थियो भने तिमी जाने सट्टामा हनुमान आउनेछन् हनुमानले तिम्रो आत्मा राखेर तिनी आफू शाश्वत जानेछन् भनेर भनेको थिए त्यो सत्य के हो भनेर मैले बुझेको थिएन
हेर्नु 18 पुराण लाउँदा कति विघ्न बाधा आदि हुरी होइन। हरे भगवान्ले यस्तो अग्नि परीक्षा लिनुभयो सबै जनतालाई होइन। त्यत्रो 53-54 कतिजना ब्राह्मण हुनुहुन्थ्यो त्यो बेलामा। मलाई पुरा नसाको ताल जस्तो गराएर शिवजीले भाङ खाए भन्दा व्रत गराएर राखेर त्यो 18 पुराणमा 8 महिनासम्म होम गर्दाखेरि होइन एउटा भगवानको दैविक शक्ति। एउटा कुरा तपाईँले यो बुझ्नुहोस् कि मैले हर कुरा अब आउने सत्ययुग तीर्थयुग द्वापर कलीमा मैले हरेक कुरा भोगेको छु। सबै समाज दाजुभाइ इष्टमित्रहरूमा सबैलाई भन्न चाहन्छु, हनुमानले त्यति गरेर यज्ञ लगाइसकेपछि सबैले मलाई पैसा दिनको गाह्रो भनेर पनि हरेक चिज भन्नुभएको थियो। तर 3 दिनभित्रमा म सबै समाधान गरेको थिएँ होइन। तर मृत्युसम्म पुर्याए। यसो हेर्दाखेरि सतीको लीलामा यज्ञमा धेरै विघ्न बाधा दिए, त्यो पनि ठुलो कुरा छ होइन। त्यसपछि यज्ञ लाएर सबै आफ्नो आफ्नो ताराले मलाई यज्ञमा थुक्दै हिँडेका थिए। त्यतिखेर रागापुर कलौनीबाट मगरको ढाडमा बाँदर स्वयं ढाडमा आएर आर्कन्दिन म पछाडिको त्यो उसमा सुतेको थिएँ। त्यहाँ आर्कन्दिन 5:30-6 बजीतिर आमा भनेर आएर स्वयं त्यो हनुमान आएर अनि यहाँ सुई त त्यो रुखबाट आएर यहाँ आएर याउँदी चुप्पा खाएर अनि त्यो 18 पुराण लागेको त्यो अग्निमा गएर अग्नि त्यो जानुभन्दा त्यो खाल्डो त्यो खनेको त्यो खाल्डोमा जानुभन्दा अगाडि ढोगेर त्यो ठाउँमा ढोगेर त्यो खरानी गरेर खरानी खानुभएको थियो के हनुमानले होइन। त्यो मसिनमा यतिकै फोटेज छ हेर्नु होइन। जुन मेन कुरा त यिनीहरूले त कहाँ दिन्छन् र सत्य कुरा त लुकाउने हो, सत्य कुरा त दिने होइन भनेर यो समाजले भन्छ होइन। तर समाजले जे भने तापनि राम्रो र नराम्रो मान्छे चिनेर उसले टोक्न थाल्यो होइन हनुमानले। अनि त्यसपछि त्यो हनुमानलाई जसरी यिनीहरूले समाजले मार्ने बेलामा हेर्नु 3 दिनको दिन मारे तिनीहरूले हनुमानलाई होइन। त्यो जुन हनुमानलाई जुनले मार्ने बेलामा हेर्नु यस्तो गरेर त्यो हनुमानको प्राण त्यागेको थियो। मैले त्यो हनुमानको अनुहार हेर्नुभन्दा अगाडि नमस्कार गरेर दुनियाँले देखेँ होइन। त्यस्तो अवस्था गराएर त जाने सट्टामा म जान्छु भनेर हनुमान 3 दिन अगाडि बोले के होइन। यिनीहरूले मार्नसम्म एउटी नारीलाई क्या एउटा तप ध्यान योग साधना होइन गर्ने बेलामा मलाई यति विघ्न बाधा दिए। मैले त्यो यति भोग्न सकिनँ। हेर म मरेर जिउँदै रहेछु भने त मैले गर्नेछु। यति म मरेर गएँ भने यो मेरो बाउको सम्पत्तिमा म राख्दिनँ होइन, मेरो इष्टमित्रको सम्पत्तिमा राख्दिनँ। खुल्ला आकाशमा एउटा 18 पुराणको एउटा यो पुस्तकहरूलाई मन्दिर बनाएर एउटा आश्रम बनाएर त्यो ठाउँमा राख्नु। यति सक्यो भने सबै जनताहरूले आजको दिनबाट त्यो एक रुपियाँ उठाएर पनि 18 पुराणको एउटा मन्दिर बनाएर सिसाले गरेर यो 18 पुराणलाई राख्नु होइन। म भक्तहरूलाई सबैलाई भन्दैछु यो टिकटकको सामु होइन। त्यो हनुमान मारिसकेपछि देशमा यति अनिष्ट आयो। मैले तपस्या गरेको रुख काटेर विश्वमा कोरोना फर्क्यो होइन। नकाट, विश्वमा अशान्ति आउँछ। काङ्ग्रेस एमाले माओवादी मिली देशमा अनिष्ट गरेका छौ, देशमा शान्ति हुँदैन। यस्तो अवस्थाले राम्रो हुँदैन भने राजनीति गरेर तिमीले राजासम्म मार्यौ, राजनीति गरेर एउटा धर्मसम्म एउटा नारीलाई एउटा अपहेलना गरेर एउटा बाँदरसम्म मार्देऊ होइन। तिमीले मैले गरेको तपस्या गरेको एउटा वृक्षसम्म काट्यौ होइन। तर जुन दिनसम्म मलाई घृणा गर्छौ नि तोसम्म देशमा पनि सत्य रहने छैन। एउटी आमालाई त्यो बाँदरले देखाएको छ कि अहिले समाजमा, तर सत्य नारीको कर्म, नारीलाई धर्म, नारीदेखि चरित्रहीन बनाएर धर्मलाई अनेक गराएका छौ नि त्यो धर्म सत्य के हो? सत्ययुग तीर्थयुग द्वापर कलीको सत्य र तथ्य मैले अबका नारी पुरुषलाई भन्ने छु। सत्य हेर्दैछौ एउटा जनावरले पनि आमा बिनाको संसार कस्तो हुँदो रहेछ भनेर त्यो बाँदरको लीला हेर्दैछौ संसार विश्वले। त्योबाट के चिन्नुहुन्छ? जय काली आमा, जय दुर्गा माई, जय होस्।